हेलो नमस्ते साथीहरू, मेरो नाम प्रवीण हो। म आज फर्स्ट भ्लग बनाउन जाँदैछु है साथीहरू। तपाईहरुले पनि मेरो युट्युब च्यानललाई भिजिट गर्न सक्नुहुन्छ। मेरो फर्स्ट भ्लग हो। मेरो फर्स्ट भ्लगमा आज म यो बिजीपुरको छेउमा आएर बनाउँदैछु हैन। मेरो यो जोखिमपूर्ण काम पनि हो। जस्तै यहाँबाट हेर्नु साथीहरू कति गहिरो छ, तल हेर्न सक्नुहुन्छ तपाईहरुले, यति गहिरो छ साथीहरू है। तपाईहरुले मेरो च्यानललाई पनि लाइक सब्स्क्राइब र माया गरिदिनुहुन्छ भन्ने पुनः आशा राखेको छु साथीहरू। मेरो जुन यो माइक नभएको कारणले गर्दाखेरि मेरो आवाज एकदमै सानो सुनिन सक्छ, तर पनि तपाईहरुले हेरिदिनु होला र सुनिदिनु होला। मेरो खास विशेष नभए पनि तपाईहरुले माया गरिदिनु होला, किनभने म पनि एक गरिब परिवारको मान्छे हुँ। म एकदमै टुहुरो मान्छे हुँ। म पनि अगाडि बढ्न चाहन्छु। मेरो आफन्त इष्टमित्र कोही पनि छैनन् साथीहरू। मलाई पनि माया गरिदिनु होला है साथीहरू। मलाई पनि माया गरेर अगाडि बढ्ने चाहना छ, इच्छा छ साथीहरू। आजसम्म मैले केही गर्न सकिरहेको थिएन, तर पनि आज म केही गर्न चाहन्छु है साथीहरू। माया गरिदिनु होला, पुनः आशा राखिदिनु होला। मेरो घर रोल्पा हो। म आज यहाँ कास्की जिल्लामा बसोबास गर्दै आएको छु साथीहरू है। मलाई पनि माया गरिदिनु होला। मलाई पनि एउटा नेपाली सम्झेर है माया गरिदिनु होला। मेरो भ्लगलाई पनि हेरिदिनु होला साथीहरू हैन। त्यसैले म धेरै त बोल्न चाहिन, किनकि तपाईहरुलाई यो भिडियो बोर लाग्न सक्छ हैन। हेर्दै बोर लाग्न सक्छ साथीहरू। म आज बिजीपुरको खोलाहरू देखाउँदैछु, यहाँको दृश्यहरू देखाउँदैछु, वातावरण देखाउँदैछु साथीहरू। साथीलाई हेर्नुस्, मेरो पछाडिको हिमाल एकदमै राम्रो देखिरहेको छ। यहाँ भर्खरै सूर्य उडाउनु भएको कारणले गर्दाखेरि यहाँ कतै अँधेरो त कतै उज्यालो देखाइरहेको छ होला। तपाईहरुले हेरिराख्नु भएको छ होला साथीहरू हैन। म एकदमै एकान्त ठाउँमा छु, जुन सुनसान ठाउँमा छु, जहाँ कोही पनि छैन। यहाँ भ्लग बनाउँदैछु साथीहरू है। म एक्लै छु। मेरो आवाज एकदमै कम सुनिएको हुनसक्छ साथीहरू, किनभने मसँग माइक छैन हैन। मैले मोबाइलबाटै बनाउँदैछु साथीहरू। माइक नभएको कारणले गर्दाखेरि मेरो आवाज एकदमै सानो सुनिन सक्छ। तपाईहरुले तैपनि सुन्ने कोसिस गरिदिनु होला भन्न चाहन्छु हैन। फर्स्ट भ्लग हो र यसरी नै तपाईहरुले साथ सपोर्ट गरिदिनु भयो र माया गरिदिनु भयो भने म आगामी दिनहरुमा पनि यस्तै भिडियोहरू हाल्नेछु हैन। मलाई साथ सपोर्ट गरिदिनु भयो भने मेरो त्यो भन्दा ठुलो अरु केही हुने छैन साथीहरू। माया चाहिँ अवश्य गरिदिनु होला है साथीहरू। किनभने म पनि एउटा गरिब र टुहुरो व्यक्ति हुँ, जसको मेरो यो संसारमा बाउ आमा दिदी पनि दाजुभाइ कोही पनि छैनन् र म अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नकै लागि मैले अरु केही गर्न सकिनँ जिन्दगीमा। मलाई पनि भ्लग बनाएर भिडियोहरू बनाएर अगाडि बढ्ने चाहना छ, इच्छा छ साथीहरू है। मलाई पनि अगाडि बढ्न धेरै इच्छा भएको कारणले गर्दाखेरि आज भिडियोहरू बनाएर हाल्ने कोसिस गर्दैछु र यो मेरो फर्स्ट भिडियो हो। र तपाईहरुले माया गरिदिनु भयो भने अवश्य पनि अरु भिडियोहरू पनि लिएर आउने छु साथीहरू। अवश्य पनि तपाईहरुले माया चाहिँ गरिदिनुहुन्छ भन्ने मैले पुनः आशा राखेको छु। र लाइक सब्स्क्राइब र कमेन्ट पनि गरिदिनु होला कस्तो लाग्छ है। मेरो भिडियो कस्तो लाग्छ तपाईहरुले लाइक सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। मैले धेरै दृश्यहरू त देखाउन सकिनँ क्यामेरामा। जस्ट यहाँ बिजीपुर खोलाको छेउमा आएर मैले भिडियो खिच्दैछु। साथै यो एयरपोर्ट नजिक पनि हो, एयरपोर्टको छेउ पनि पर्छ यो साथीहरू है त। यति भन्दै म यो भिडियोलाई यहीँ अन्त गर्न चाहन्छु। हस् त, नमस्ते, बाई बाई।